गएकोले दुःख दिने होइन, आएकोले सुख दिने होइन, मेरो मुडले सुख दिन्छ, मेरो मुडले दुःख दिन्छ। सो अल यु निड इज मुड चेन्जिङ गेम। तपाईले यस्तो सिक्नु पर्यो जीवनमा कि मुड तपाईको कन्ट्रोलमा होस्। किनकि वन्स योर मुड इज अन्डर योर कन्ट्रोल, द होल वर्ल्ड इज अलवेज ब्युटिफुल फर यु, अलवेज मिनिङफुल फर यु। त्यसैको नाम मेडिटेसन होइन र? किनकि मेडिटेसनले तपाईलाई के दिन्छ? केही पनि दिँदैन। भरको कुरा तपाईसँग अलरेडी छ। मेडिटेसनले तपाईलाई केही पनि दिँदैन, तर भरको कुरालाई हेर्ने पोजिटिभ नजरिया दिन्छ। भरको कुरा, दुनियाँका जे जति कुराहरू छन् सबै कुरा सहज लाग्छ। पोजिटिभ मात्र होइन, नेगेटिभ कुरा पनि सहज बनाइदिन्छ। क्यान यु इमेजिन इट? दुनियाँमा त पोजिटिभ मात्र त घट्दैन, जीवनमा पोजिटिभ घटना मात्रै त घट्दैन।